तयारी पनि त्यति धेरै चाहिँदैन कि जस्तो लागेको थियो। अहिले मेरो अगाडि यति धेरै विद्वत वर्ग उपस्थित हुनुहुन्छ कि मैले यहाँ दिएका कुराहरू ले उहाँहरूको आकांक्षालाई, उहाँहरूको तिर्खालाई मेट्न त पक्कै सक्ने छैन। तर मलाई लाग्छ मैले यहाँ उठाएका कुराहरूले यो संवाद, भाषिक संवाद यात्राको छलफललाई पक्कै पनि केही न केही रूपमा सहयोग गर्नेछ भन्ने लाग्छ। सकेसम्म मैले मेरो आफ्नो कार्यपत्र भन्दिनँ, मेरा कुराहरूलाई छोटकरीमा भन्ने प्रयास गर्नेछु। सबैभन्दा पहिला यो एउटा अङ्ग्रेजीको एउटा इडियम छ, पुटिङ द कार्ट बिफोर द हर्स। एक सेकेन्ड मात्र सबैले हेरिदिनु होला। यो नेपालको परिप्रेक्ष्यमा यो कतिको सान्दर्भिक हुन्छ। यसको अर्थ त के हो भने हरेक कुरा हामीले चाहेको आउटकम लिन चाहने हो भने हरेक कुरालाई राइट अर्डरमा गर्नुपर्छ भन्ने नै हो। आज हामीसँग बागमती प्रदेशको भाषा ऐन छ, गण्डकी प्रदेशको भाषा ऐन छ। दुवै भाषा ऐनमा सिफारिस भएका भाषाको प्रतिवेदन तयार गर्ने क्रममा म आफै पनि दुवैमा संलग्न थिएँ। त्यसकारण मैले नै प्रतिवेदनमा टाइप गरिएका कुराहरू आज प्रत्यक्ष रूपमा प्रयोगमा आउने अवस्था आएको देख्दा म ज्यादै नै खुसी छु, ज्यादै नै खुसी छु। यहाँहरू पनि त्यति नै खुसी हुनुहोला भन्ने आशा पनि राख्छु। त्यसै आएको होइन, यो आउनको पछाडि थुप्रै कुरा छन्। म थोरै मात्र भन्छु। पहिलो त नेपालको संविधान 2019ले नेपाली भाषा बाहेक अरूलाई चिनेन। नेपालको संविधान 2047 आयो, चिन्ने प्रयास गर्यो। 63ले अझ बढी चिन्यो। नेपालको संविधान 2072ले अझ राम्रो काम गर्यो। अनि भाषा आयोगको गठन भयो र 2074 सालको साउनको 28 गते सरकारी कामकाजको भाषाका निर्धारणका आधारहरू कार्यपत्र हाम्रो प्राध्यापक डाक्टर चूडामणि बन्धु, प्रेम फ्याक र मैले भाषा आयोगको संवैधानिक दायित्व भावी मार्गचित्र विषय गोष्ठीमा प्रस्तुत गरेका थियौँ। त्यसपछि यो क्रम चलि नै रह्यो। नेपालको संविधानमा भाषा नीति र अबको बाटोमा हाम्रो चाहिँ अमृत योन्जन दाइले गर्नुभयो। त्यसमा म टिप्पणी गर्दा थिएँ। त्यसपछि थुप्रै कुराहरू भएका छन्, म सबै पढ्न चाहन्न, निकै लामो छ। त्यसपछि भाषा आयोगले गण्डकी प्रदेशमा सरकारी कामकाज भाषा निर्धारणका आधारहरूको तय गर्ने क्रममा म, प्राध्यापक डाक्टर चूडामणि बन्धु, संयोजक हामी दुईजना सदस्य र जगमान गुरुङ सर त्यसको चाहिँ संयोजक हुनुहुन्थ्यो। हामी तीनजनाले काम गर्यौँ र प्रतिवेदनहरू एकपछि अर्को प्रतिवेदन आए। पहिले चाहिँ लमजुङमा गरियो, त्यसपछि म्याग्दी पछि फेरि त्यस बेला कोभिड भएको हुनाले गण्डकी प्रदेशको केही जिल्लाको चाहिँ हामीले जुममा गर्यौँ। त्यसपछि भाषा आयोगद्वारा गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारणको आधार विषय संगोष्ठीको अन्तिम प्रतिवेदन पनि तयार भयो। त्यस्तै गरेर सरकारी कामकाजमा भाषा प्रयोगका सन्दर्भमा गण्डकी प्रदेशको वर्तमान भाषिक स्थिति एक समीक्षात्मक विश्लेषण म आफै कोरेको हो। त्यसपछि गण्डकी प्रदेशको भाषिक अध्ययन, सरकारी कामकाजमा भाषा सम्बन्धी सिफारिस यहाँ हजुरहरूको अगाडि नै छ, यो तयार भएको हो। यसले सातै प्रदेशका लागि भाषाहरू सिफारिस गरेको हो। त्यसै क्रममा अरू कुराहरू पनि भए, म यहाँ सबै पढ्दिनँ। सरकारी कामकाजको भाषा सम्बन्धी सिफारिस 2078 भएपछि फेरि 2080-69 मा पहिलो गरिएको सिफारिसमा थोरै पुनरावलोकन र संशोधन भयो। अहिले हाम्रो अगाडि बागमती प्रदेशको भाषा ऐन 2080 छ। त्यो मेरो आजको चर्चा गर्ने विषयवस्तु होइन। गण्डकी प्रदेश भाषा ऐन यो चाहिँ हो। निकै लामो खुड्केला पार गर्दै हामी यहाँ आइपुगेका छौँ।
अनि भाषा आयोगले सिफारिस गरिसकेपछि फेरि हाम्रै मनमा यो कार्यान्वयन गर्न कतिको सजिलो होला, अप्ठ्यारो होला, कुन पक्षले के काम गर्ने हो भन्ने मलाई मनमा खुल्तुली लागेको हुनाले कामकाजी भाषा कार्यान्वयनको जटिलता 2078 असोज 1 गते शुक्रबार नयाँ पत्रिकामा मैले एउटा लेखेको थिएँ। त्यो लेख पब्लिस भएको छ। त्यस्तै गरेर गुरुङ र मगर कामकाजको भाषा कार्यान्वयनको चुनौती र अपरिहार्यता चितवन एक्सप्रेसमा 2081 माघ 30 गते जमुना वर्षा शर्माको लेख प्रकाशित भएको छ। यो पनि यहाँहरूले पढ्दाखेरि रमाइलो नै हुन्छ। तामाङ र नेपाल भाषा सरकारी कामकाज नामक जितेन्द्र रसिकको 29 वैशाख 2081 शनिबार गोरखापत्रमा लेख प्रकाशित भएको छ। यी कुराहरूले हामीलाई आजको छलफलमा पक्कै पनि सहयोग गर्नेछन् भनेर मैले एउटा फ्ल्यासब्याकको रूपमा भूतकालीन परिदृश्यको रूपमा यहाँ देखाउन खोजेको हो। मेरो आफ्नो चाहिँ चर्चा परिचर्चाको विषयमा मैले आज नेपालका भाषा तिनको जीवन्तताको स्थिति थोरै, नेपालको भाषा नीति के कस्तो छ थोरै, गण्डकी प्रदेशका भाषाको स्थिति, किनभने कार्यान्वयनको प्रक्रिया जान्नको लागि भाषाको स्थिति कस्तो छ जान्नु आवश्यक छ। त्यसपछि म सिधै गण्डकी प्रदेशको भाषा ऐन केही विशेषतामा जानेछु। विधेयक पास भएको छ। आज बिहानसम्म मैले हेर्दाखेरि प्रमाणीकरण भइसकेको अवस्था चाहिँ छैन के रे भन्ने चाहिँ लाग्छ। यदि छ भने मलाई सचाइदिनु होला। यो पक्कै पनि छिटै यो प्रमाणीकरण हुन्छ, नहुनु पर्ने कारण केही छैन। प्रभावकारी कार्यान्वयनका आधारहरू के हुन् त? एउटा भाषा विज्ञानको विद्यार्थीको हैसियतले मेरो मनमा लागेको कुरा म यहाँ चर्चा गर्नेछु। अब कार्यान्वयनका जटिलता के छन्? ऐन आफैमा पनि समस्या छ कि ऐनभन्दा बाहिरका समस्या के छन् त्यसमा चर्चा हुनेछ। अनि त्यसपछि समाधानका उपाय, केही तिता सत्य मैले भोगे बुझेका अनि निष्कर्षमा म जाँदैछु। यो त नेपालका भाषा र भाषिकाको 2011-12 मा भाषा विज्ञान केन्द्रीय विभाग र सिल इन्टरनेसनल मिलेर बनाएको एउटा चाहिँ भाषाको यो नक्सा हो। अब यसमा परिमार्जन गर्नुपर्ने थुप्रै कुराहरू छन्। भइसकेको अवस्था नभएको हुनाले त्यही पनि एउटा सरसरी हेरौँ भनेर मैले यहाँ गरेको हो। अब नेपाल बहुभाषीको 2078 सालको जनगणनाले 124 वटा मातृभाषा, 124 वटा पुर्खाको भाषा, 117 दोस्रो भाषाको रूपमा गणना गरेको छ। यी भाषाहरू विभिन्न भाषा परिवारमा वर्गीकृत भएका छन्। भारोपली परिवारका 47 वटा, चीन तिब्बती 72 वटा, आग्नेशाली 3, द्रविडी 1, एकल भाषा 1, जम्मा अन्य र उल्लेख नभएको सबै गरेर 124 छ। भारोपली परिवारका भाषा संख्या कम हुँदा पनि वक्ता प्रतिशत चाहिँ 73.07 छ। चीन तिब्बतीमा भाषा संख्या 83.07 छ। चीन तिब्बतीमा भाषा संख्या धेरै छ, 72 छ, तर बोल्ने वक्ताको संख्या भने 16.59 छ। अरूको त अब हामी त्यति धेरै तल नजाउँ, किनकि गण्डकी प्रदेशमा चीन तिब्बती भाषा परिवारका 2टा भाषा नै सिफारिसमा भएका छन्। त्यसैको आधारमा ऐन बनेको छ। अब म चाहिँ सर एउटा कुरा मात्र भन्छु, नेपालमा यति धेरै भाषा छन्, सबै भाषा स्वस्थ छैनन्, धेरै भाषा रोगी छन्। सरसरी हेर्दाखेरि 59 वटा भाषाहरू चाहिँ प्रबल रूपमा बोलिने अलि सुरक्षित छन् कि जस्तो छ। 46 जति भाषाहरू सङ्कटापन्न छन्। भनेको मतलब आमाले जान्दछिन्, बाउले जान्दछन्, तर आफ्नो बच्चा बच्चीलाई ती भाषा सिकाउने तर्फ, पढाउने तर्फ प्रयास गर्दैनन्। अर्का भाषा छन् अपसरणशील, लगभग आफूले त्यो भाषा बोल्न छाडेर, मानौ न थकाली भाषा अहिले लगभगै एउटा उदाहरणको रूपमा लिँदाखेरि कसैलाई चस्को नपसोस्, त्यो भाषामा आमाले नबोलेपछि बच्चाले बोल्दैनन्, ती
ती भाषीहरू अब नेपालीतिर लगभग गएको अवस्था छ। केही भाषाहरू मृतप्राय छन्, केही सुसुप्त छन्। हेर्नुहोस्, 47.6%लाई हामीले लगभग सुरक्षित भन्छौँ भने अरू भाषाहरू असुरक्षित छन्। यस्तो अवस्था चाहिँ देशको छ। त्यही अवस्था त अरू ठाउँको पनि हुने भयो। अब म नेपालमा भाषा नीति छैन, पनि छैन पनि भन्दा हुन्छ। संविधानमा छ, संविधान मूल कानुन हो, संविधानले दिशा निर्देश गरेको छ, बहुभाषिक हुनुपर्छ भनेको छ। नेपालीलाई देवनागरी लिपिमा लेखिएको नेपाली सरकारी कामकाजको भाषा ब्ल 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 अरू कुराहरू पनि छन्। म भन्छु, भाषा विज्ञानको विद्यार्थीको नाताले म भन्छु, यो एउटा प्रोभिजन हो। त्यसको आधारमा सरकारले भाषा नीति बनाउनु पर्ने हो र यी डकुमेन्ट्सहरूमा भाषा आयोगले बुझाएका सिफारिसहरूमा पनि नेपाल सरकारलाई भाषा नीति बनाउनु पर्ने भनेर भनिसकेको हुनाले अब नेपालमा फर्मल रूपमा भाषा नीति छ भनिरहनु पर्दैन कि बनाउनु पर्छ भन्दा राम्रो होला कि भन्ने चाहिँ मलाई लाग्छ। अब यसमा चाहिँ अब बहस गर्नुपर्ने स्थिति चाहिँ छैन। अब नेपालमा भाषा नीति कस्तो भन्दाखेरि एकीकरण पूर्वको भाषा नीति त राम्रो थियो। पृथ्वीनारायण शाह भन्दा पहिला जहाँ जहाँ जे राज्य गर्थे आफ्नो भाषा बोल्थे, कसैको समस्या थिएन। राणाकालीन अवस्थामा भाषा एकल भयो। प्रजातन्त्र पछिको भाषा नीति पनि लगभग भयो, पञ्चायतकालीन पनि त्यस्तै। त्यसपछिको भाषा नीति बनेको बहुभाषिक बहुदलीय भएको छ, तर हामी कार्यान्वयनमा धेरै पछि छौँ। अब 2072 को संविधानलाई नै भाषा नीति मान्ने हो भने अथवा यसले थुप्रै काम गरेको छ। म खालि सबै कुरा पढ्दिन, यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ। चाहनीलाई म चाहिँ यो पावर पोइन्ट सेयर गर्न सक्छु। थुप्रै राम्रा कुराहरू छन्, नराम्रा कुरा केही पनि छैनन्, सबै कुरा राम्रा छन्। यी कुराहरू म यहाँ भनिन। यसले भनेको कुरा छोटकरी नेपालीलाई सरकारी कामकाजको भाषा मानेको छ। प्रदेशमा कानुन बनाएर अन्य मातृभाषा एक भन्दा बढीलाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन सकिने प्रावधान छ। आधारभूत तहको शिक्षा मातृभाषामा लिन दिन सक्ने व्यवस्था छ। संविधान र केही ऐनमा भाषा सम्बन्धी कुरा बोलिए पनि शिक्षा नीति, संस्कृति नीति जस्तै भाषा नीति औपचारिक रूपमा आएको छैन, आउनु पर्छ भन्नेमा म छु। प्रदेश भाषा ऐनको निर्माण भएको छ। बागमती र गण्डकी यो ज्यादै ठुलो कुरा हो। संहिताको कार्यान्वयनको यो कोसेढुङ्गा हो। म बागलुङमा जन्मेको, गण्डकी प्रदेशको बसी खाएको बागमती दुवैमा काम गर्न पाए, सिफारिस चरणमा पाएँ। मलाई धेरै खुसी लागेको छ। तर मलाई लाग्छ कार्यान्वयन भन्ने कुरा असाध्यै जटिलो हो। नेपाली भाषामै पनि अझ कति मानकीकरणका समस्याहरू अझै छन् भने यो साह्रै जटिलो भन्ने मलाई लाग्छ। त्यसपछि म अलि अगाडि बढेँ। गण्डकी प्रदेशको भाषाको स्थिति भन्दा गण्डकी प्रदेशमा अहिले 74 भाषा छन्। 2068 सालको जनगणनामा 88 भाषा थिए। 2068 सालको जनगणनामा परेका भाषाहरू अहिले यहाँ परेका छैनन् विभिन्न कारणले। मैले खालि यहाँ चाहिँ 20-22 वटा भाषाको एउटा लिस्ट यहाँ दिए। नेपाली भाषा 1, 2, सैकड़ा, हजार, 10,000, लाख, 10 लाख भने त 18 लाख 10,003 चाहिँ नेपालीकै वक्ता रहेछ। त्यसको संख्या चाहिँ कति रहेछ भने 73.39%। लगभग हामी सबै त नेपालीतिर हाम फालिसकेको अवस्था छ। अब अहिले गण्डकी प्रदेशमा सिफारिस भएको मगर भाषा र गुरुङ भाषामा वक्ता संख्या हेर्दाखेरि 2,36,729। यो मेरो म्याथमेटिक्स गडबड छ। अनि 2,08,088 प्रतिशत चाहिँ सजिलो होला है। 9.60 8.44% वक्ता संख्या रहेको भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा सिफारिस भएको, त्यसै अनुसार कानुन बनेको अवस्था छ। अब म थोरै भाषा विज्ञानको विद्यार्थी भएको हुनाले
गण्डकी प्रदेशको भाषा सम्बन्धी जुन तथ्याङ्क आएको छ त्यसलाई मैले थोरै विश्लेषण गर्ने प्रयास गरेको छु। सायद यी कुराहरू अन्तकतै पब्लिस भएका छैनन्। अब 74वटा भाषा मध्ये त्यहाँ 24वटा भाषा चाहिँ भारोपेली परिवारका रहेछन् अनि प्रतिशत हुने रहेछ 77.2। ठुलो प्रतिशत बोल्ने त त्यही देखिन्छ सरकारी आँकडालाई विश्लेषण गर्दा। चिनिया तिब्बतीका 48वटा भाषा अनि त्यसको चाहिँ वक्ता प्रतिशत हेर्दाखेरि 22.8 मात्र। 2टा भारोपेली र चीन तिब्बती र नाम नखुलेका अन्यलाई 2वटा गरेर 74वटा छन्। तर पहिलो अलिकति फरक थियो, आग्नेशालीको पनि कुसुन्डा पनि त्यहाँ थियो। अहिले खै के कसरी त्यो छुट्यो कि भन्ने चाहिँ लाग्छ। अब नहुन पनि सक्छ, यदि गणकले नदिएनन् भने आउनै पर्छ भन्ने पनि छैन। हेर्नुहोस् त, भारोपेली भाषा परिवारको वर्चस्व नेपालको सबै ठाउँमा जस्तै यहाँ पनि देखिन्छ। चिनिया तिब्बतीको संख्या वक्ता संख्या चाहिँ 22.8। 22.8ले हामी भारोपेली परिवारका 77.2 सँग पौठे जोरी गरेर हामी पनि प्रयोगमा आउनुपर्छ, प्रयोगमा ल्याउनुपर्छ भनेर हामी प्रयास गरिरहेका छौँ। त्यसकारणले जटिलता देखिएको छ कि जटिलता चाहिँ आफैमा छ। अब तालिका नम्बर अर्कोमा चाहिँ मैले सरसरी थोरै कुरा देखेँ। अब तपाईँको भाषाको संख्या 23वटा भाषामा त 1 देखि 79 वक्ता संख्या छ। हेर्नुहोस् त, समय मैले कति पाउने हो मलाई भन्नु, त्यसै अनुसार म मिलाउँछु। अब 20 मिनट ल ठिक छ, अब पुगिहाल्छ। 100 भन्दा माथि 1000 भन्दा कम भएका 21। हेर्नुहोस् त भाषाको हालत। 1000 भन्दा माथि 500 भन्दा हुने 19, 5000 भन्दा माथि 10,000 भन्दा कमको 4 अनि 10,000 भन्दा माथि 25,000 भन्दा कम लेख्दा 6वटा भाषा छन्। र नेपाली त यो दादाने भाषा भइहाल्यो, यसको त 73.9 छ, आफ्नो छँदैछ। अब यसको पछाडिको कारण म भन्दिनँ, आफै मम गर्नुमा राम्रो हुन्छ। अब यिनीहरूलाई जीवन्तताको स्थितिको आधारमा कतिको स्वस्थ छन् भनेर सरसरी प्रकारले यसको चाहिँ मूल्याङ्कन गर्दाखेरि लगभग मेरो विचारमा यो विचार परिवर्तन हुन्छ। अर्कोले गर्दाखेरि क्राइटेरिया थोरै तलमाथि हुन्छ। 20वटा भाषा चाहिँ प्रबल सुरक्षित छन् भनेको के हो भने यिनीहरूमा बोलिन्छ, कुनैमा लेखिन्छ पनि भनेको। अर्को भनेको सङ्कटापन्न त 50वटा छन्। अपसरणशीलमा थकाली त हो, मुसलमानमा मलाई अलिकति शङ्का छ, तर मैले मुसलमानले बोलेको चाहिँ देखेको छैन र लेखेको हो यसमा चाहिँ। अब अनि दुरा छैन, हाम्रामा के घिमिरे दाई हुनुहुन्छ, उहाँ मात्रै हो दुरा। त्यसकारण प्राय नै भन्ने गर्छु म यसलाई, आफै होइन। अनि बराम भनेको लगभग विलुप्त नै हो। जतिसुकै हामीले पढाए पनि जे गरे पनि वाक्य भन्न सक्नेको स्थिति चाहिँ छैन। हेर्नुहोस् न, अब हाम्रो गण्डकी प्रदेशको भाषाको अवस्था 27.2 अलिकति छन्। त्यो पनि नेपालीको हाल्दाखेरि होइन भने त यो संख्या त स्वाट्टै घटेर एकदम हामी चाहिँ स्ट्रेचरमा, हाम्रा नेपाली बाहेक अरू भाषाहरू स्ट्रेचरमा हाम्रा सिस्टरले कहिले कुण्डुमदेखि कहिले कुण्डुम, कहिले कुण्डुमदेखि कहिले कुण्डुम लगिरहेको अवस्था छ, भन्दा पनि फरक पर्दैन। अब म यो गण्डकी प्रदेशको दिगो र यो मैले यो अलि धेरै गाह्रो भएको हुनाले मैले यहाँ भनिनँ, यो विशेष प्रकारको कक्षामै मात्र भन्ने हो। अब म चाहिँ सिधै गण्डकी प्रदेशको भाषा ऐन राम्रो बनेको छ, सुन्दर छ, कलात्मक छ, म खुसी छु। किन भन्नाले यो हुनुभन्दा अगाडि हाम्रो डाक्टर टेकबहादुर गुरुङ सरसँग पनि मेरो भालाकुसारी हुन पाएको थियो, ज्यादै खुसी छु। तापनि केही न केही त छुटेकै छ। म केही पढ्छु है सबैलाई। बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन 2080 आएपछि आएको लगभग बागमतीको खाकामा बनेको छ। हामीले दुईटै ऐन हेर्यौं भने लगभग शब्द उस्तै हुन्। भाषा आयोगले सिफारिस गरेका भाषामा सरकारवाला र विज्ञसँग बृहत छलफलपछि प्रदेश सभाले एकमतले पारित गरेको खुसीको कुरा यो हो।
गण्डकी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन 2081 मा भने प्रस्तावनामा मगर र गुरुङ भाषा मात्र परेकाले, यो मेरो कुरा हो है, कोही पनि नरिसाउनु होला, गाली नगर्नु होला। प्रस्तावनामा मगर र गुरुङ भाषा मात्र परेकाले बहुभाषिकता र समावेशितालाई धेरै हदसम्म माने पनि, यहाँ डाक्टर साहब हुनुहुन्छ, उहाँले यो कुरालाई अझै बढी भन्नु होला, बहुसंख्यतालाई भाषा छनौटको आधार मानेको। बहुसंख्यकतालाई हामीले भाषा विज्ञानका विद्यार्थीले कहिल्यै पनि अङ्कगणितलाई मान्दैन। त्यसभन्दा बाहेक अरू कुरा पनि छन्। यो कुराहरू कहाँ छन्? हामीले सबभन्दा पहिले कार्यपत्र प्रस्तुत गरेकाबाट सुरु भएर त्यसको विस्तृत मेरिट लिस्ट कसरी हुनुपर्छ भन्ने लेख यहाँ छ। त्यसकारण चाहिँ बहुसंख्यतालाई भाषा छनौटको आधार मानेकाले संविधानको, हाम्रो नेपालको संविधानको प्रस्तावनामा समानता र समताको सिद्धान्तलाई पालना नगरेको हो कि जस्तो चाहिँ लाग्छ। यो विशेष छलफलको विषय हो। यहाँ सबै कुराहरू एकदम पुष्ट हुनुपर्छ भन्ने छैन। समता भनेको के हो, समानता भनेको के हो, यो राम्ररी बुझ्न आवश्यक छ। हामीले गर्दा हुन्छ। अब विधेयकले यो विधेयकले राम्रो कुरा गरेको छ। 4 थरीका भाषा चिन्यो। एउटा त नेपाली चिन्या छ, लेखेकै छ, संघ प्रदेश स्थानीय निकायमा चल्ने। अर्को मगर र गुरुङ भनेको प्रदेश र स्थानीय तहमा कामकाजको भाषाको रूपमा हुने। अर्को भाषा भनेको छ बहुसंख्यकले बोल्ने स्थानीय तह। त्यो पनि स्थानीय तहले व्यवस्था गरेर सरकारी कामकाजमा ल्याउन सक्छ भनेको छ। ऐन मेरो हातमै छ। र अन्य मातृभाषा भनेका बारेमा केही भनेको छैन। खालि यिनीहरूको विकास उत्थान गरिरहनु पर्छ भन्ने मात्र गरेको छ। त्यसको संरक्षणमा चाहिँ बोलेको छ, तर अगाडि बोलेको चाहिँ छैन। कामकाजी भाषाको रूपमा लिएका भाषामा पनि प्रस्ताव बनाइमी संरक्षण, संवर्धन र विकासको आवश्यकता महसुस गरिएको छ भन्ने बित्तिकै हामीलाई के लाग्छ? आजै यी भाषाहरू, आजका दिनदेखि नै यी भाषाहरू प्रबल रूपमा, प्रभावकारी रूपमा अड्डा अदालतमा प्रयोगमा आउन सक्ने देखिन्न। तिनलाई अगाडि बढाउनु पर्छ। यसैबाट प्रष्टै हुन्छ। बहुजातीय र बहुभाषिक विविधतामा एकता भन्ने शब्द पनि परेको छ। मैले 4 चोटि 5 चोटि पढ्छु। खै आफू भाषा विज्ञानको विद्यार्थी भएर नबुझेको हो कि एक्टिभिस्टले बुझ्छ कि यो कुरा? यो जटिल अवधारणा पनि त्यहाँ परेको छ। हेरौँ, मेरो मात्र कुरा हो। मेरा कुरालाई रातो लगाएको छु, यसमा झगडा नगर्नु होला। अब कार्यालयले नेपाली भाषाको अतिरिक्त मगर गुरुङ भाषालाई तोकिए बमोजिमको लिपिमा कामकाजको भाषाको रूपमा प्रयोग गर्नुपर्ने एउटा राम्रो कुरा गरेको छ। बाध्यात्मक व्यवस्था गर्नुपर्ने छ भनेको छ। यो भेरी गुड, यो सराहनीय कुरा हो। तर मातृभाषाको हकमा भने स्थानीयले बहुसंख्यक व्यक्तिले बोल्ने भाषालाई सरकारी कामकाजको रूपमा प्रयोग गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्ने। अब यो गर्न सक्ने भनेपछि चिप्लियो कुरा। म पनि कानुनको विद्यार्थी भएको हुनाले सक्ने कहिले पनि नसक्ने हुने रहेछ। विधेयकमा राखेको छ। यो समस्या चाहिँ यसमा लडिरहनु पर्छ। हामी, म पनि लड्छु। अब बागमती प्रदेश र यो हाम्रो गण्डकीमा अलिअलि ठगिएछौँ हामी। बागमती प्रदेशको भाषा ऐनमा सबै सरकारी काम कारबाही र कार्यालयमा रहने सार्वजनिक दस्तावेजहरू तामाङ भाषा र नेपाल भाषामा समेत दस्तावेजीकरण र अभिलेखीकरण गरिने छ भनेको छ। अब हाम्रोमा, मेरैमा के भन्यो भने गण्डकीमा गएर यस्ता दस्तावेजहरू मगर र गुरुङ भाषामा अनुवाद गरी अभिलेखीकरण गर्न सकिनेछ। ल उपाध्यक्षज्यू, त्यत्रो हामीले भन्दै पनि चिप्लाइदिएछन्। यहाँ कमजोर छ है, यो हामीले जान्नुपर्छ। ठिक छ। सरकारी कामकाजको भाषाको प्रयोगलाई व्यावहारिक र प्रभावकारी बनाउन प्रदेश सरकार र कार्यालयले सरकारसँगको सहकार्यमा सरकारी कामकाजको भाषाको संरक्षण संवर्धनको लागि कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। यो राम्रो कुरा छ। प्रदेश सरकारले सरकारी कामकाजको भाषाको अतिरिक्त प्रदेशभित्र बोलिने अन्य मातृभाषाको संरक्षण संवर्धन गर्नको लागि आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्ने ऐनमा लेखिने कुरा यति हो, राम्रो छ।
भाषाको अध्ययन अनुसन्धान मानकीकरण गर्ने, बजेट व्यवस्था, कामकाजी भाषाको प्रयोग सम्बन्धी प्रगति प्रतिवेदन सार्वजनिक गर्ने, विज्ञ समूह गठन गर्न सक्ने, भाषाको पुनरावलोकन 10 वर्षमा गर्ने। त्यसको अब कुन रूपमा, अब क्यान्सर सन्चो भयो कि मरि पो हाल्यो, त्यो सबै हेर्नुपर्ने छ। नियम निर्देशिका कार्यविधि मापदण्ड बनाउन सक्ने भनेर मैले सरसरी मैले धेरै टिपेको छैन। अब 5 पेजे ऐन छ, डाउनलोड गर्न सकिन्छ, यहाँहरूले पढ्दाखेरि नै राम्रो होला। मैले खालि यहाँ हजुरहरूको मन झकझकाउँ भनेर मात्र मैले जानेको कुरा यहाँ चाहेको कुरा टिपेँ। अब म भाषा विज्ञानको विद्यार्थीको हैसियतले सुरुदेखि लागेको हुनाले म त्यतातिर लाग्छु। वैधानिक स्पष्टता चाहिन्छ, केही कुरामा ऐनमा स्पष्टता छैन। मैले अगाडि भने मेरिटका आधारमा भाषाको छनौट बहुसंख्यकलाई धेरै नम्बर दिने, अरू संख्यकलाई नि दिनुपर्छ नि। बहुले दिनु पर्यो, तीको भाषालाई दिनु पर्यो होइन। अब त्यसो भए त त्यो काहीकै भाषा 1000ले बोल्छन्, काहीकै मगर, त्यो त कहिले हुन्न। त्यो त सबभन्दा सबल नेपाली जस्तै हो। नेपालीमा लेखाइ पढाइ हुन्छ, तर त्यसमा नभए पनि यति राम्रो बोल्छन्, सबल भाषा हो, त्यो त कहिले पनि आउन्न। त्यसलाई त सब बहुसंख्यक भन्ने हो भने त त्यो कहिले जिन्दगीमा आउँदैन। त्यस कारणले समता र समतामूलक भन्छ नि, त्यो त जान्छ। संविधानले आफै माथि के भन्छ, समतामूलक र समावेशी भन्छ, तल बहुसंख्यक भनेर आफै काट्छ। मैले त मेरो भनेर चुप्प लाएर बसे, अब चाहिँ रिटायर भएपछि बोल्दैछु। ती काटेको छ के बहुसंख्यक भनेर लेख्नै हुँदैन, त्यसको विरुद्ध त अदालत गए नै हुन्छ। अब अर्को भनेको राजनैतिक प्रतिबद्धता र सक्रियता। मैले एकचोटि के मलाई रमाइलो लाग्यो, यो नेपालमा जति पार्टी छन् ती पार्टीले घोषणा पत्र तयार गर्छन्। घोषणा पत्रमा मातृभाषाको विकासको लागि के भन्ने रहेछन् भनेर अध्ययन गरेको त सबै उदासीन रहेछन्। अब कुन पार्टी कुन कति उदासीन छ म मेरो चाहिँ रेफर गर्छु, पढ्नु होला। सक्रियता पनि छैन। यो त अभियन्ता हामी जस्ताले लाई चाहिएको भाषा ऐन बनेको, बडो मेहनत गरेर बनेको। समाजको स्वीकार्यता र सहभागिता यो आवश्यक कुरा हो, म धेरै भनिन। प्रदेश र स्थानीय निकायको बीच सहयोग र समन्वय हुनुपर्छ कार्यान्वयनको लागि। अनि भाषा विकासको लागि मूलतः के भन्दाखेरि अभिलेखको लागि मानकीकृत भाषा चाहिन्छ नि, त्यसमा छैन। तर पढ्न अरू गर्नको लागि यो मानकीकरण भनेको कहिलेकाहीँ मारीकरण पनि हुन्छ। भाषिकाहरू मर्ने, बढी मानकीकरण गरियो भने भाषिका मर्छन्, लेख्न डराउँछन् होइन। आजभोलि के भन्दाखेरि फ्रान्सका विद्यार्थीले अङ्ग्रेजीमा लेख्छन्, फ्रेन्चमा लेख्दैनन्, किनकि जे लेखे बिग्रन्छ। गुरुले काटेको छ त्यसकारण इङ्ग्लिसमा लेख्ने। अनि त्यतातिर अड्डा अदालत, आम सञ्चार, विद्युतीय माध्यमको प्रयोग हुनु आवश्यक छ। उचित बजेटको व्यवस्था यो त ऐनमा पनि भनेको छ, व्यवस्था गर्ने छ भनेको छ। अनि अर्को मैले भनेको कुरा, जुन कुरा मैले धेरैचोटि भनिरहेको छु, जति बेला म भाषा विज्ञान भन्ने बुझेँ, समाज भाषा विज्ञान भन्ने बुझेँ, भाषा नीति आवश्यक छ। त्यो चाहिँ सङ्घीय प्रदेश स्थानीय तहमा, त्यो नभइकन धेरै गाह्रो हुन्छ। अनुगमन र प्रोत्साहन, भाषा प्रतिष्ठानको स्थापना हुनुपर्छ। आयोगले मात्र आयोग बनेको आज आउँछ भोलि जाने नै आयोग हो, आयो गयो। त्यो सधैँभरि आयोग रहँदैन, रहनु पनि हुँदैन। एउटा यसले फाउन्डेसन बनाएपछि प्रतिष्ठान हुनुपर्छ। उपयुक्त निर्देशिका, कार्यविधि र मापदण्डको निर्माण हुनु पर्यो। विज्ञको संलग्नता र जनशक्ति व्यवस्थामा ऐनमा पनि लेखिएको छ, विज्ञ भनेको छ। यो कुरा राम्रो भएको छ। भनेको मतलब मैले यहाँ दिएका कार्यान्वयनका आधारहरू, धेरै आधारहरूलाई हाम्रो ऐनले टेकेको छ। तर केही कुराहरू त छुटपुट हुने स्वाभाविकै हो नि त। पहिलोचोटि आएको त्यो पनि गण्डकीमा, बागमतीमै त बागमती भयो भने अब म चाहिँ कार्यान्वयनको जटिलता के हुन् त भन्दाखेरि मलाई लाग्यो ऐन के सक्नुपर्ने हो। ए छोटी अब सकिल्ला त, अब धेरै छैन, अब 5-7 मिनटमा सकिन्छ। पहिलो कुरा त भाषाको अवस्था, गण्डकी प्रदेशको भाषाको अवस्था मैले भने नेपाली बाहेक अरू भाषाको अवस्था, दुईटा भाषाकै अवस्था पनि दयनीय छ, भन्दा फरक पर्दैन। गुरुङ र मगरकै पनि
अनि अब अर्को समस्या भनेको प्रस्तावनामा नि अस्पष्टता छ। यो मगर नि हो। भाषा छनौटको मुख्य आधार बहुसंख्यकलाई मानेको छ। बहुसंख्यक पनि के को आधार हो भने जनगणनाको तथ्याङ्क, जनगणनाको तथ्याङ्क भन्दा बढी मिथ्याङ्क छ। हामीले हरेक भाषामा हेर्यौं भने त्यति मात्र होइन नि, एउटै भाषा दुईटा गणना छ, एउटा लोपा छ एउटा लोभा छ, जसमा मैले ग्रामर 10 वर्ष लगाएर लेखेका छ। हामीले एउटै भाषा दुई ठाउँमा छ। अब अर्को चाहिँ भाषाको पहिचानमा पनि अस्पष्टता छ। हामी सबैले गरौँ 2068 सालको जनगणनामा मगर मात्र थियो, अहिलेकोमा जनगणनामा मगर ढुट छ हैन। अब मेरो विचार मात्र के मेरै भएको हुनाले यो मगर ढुट भाषा हुनुपर्छ भन्ने लाग्छ। अब काइके त कहाँ डोल्पामा छन् हैन, पोइके पनि त्यतै छन्, अनि अर्को खाम मगर भनेको छ नि त्यो पनि यता नहोला, त्यसकारण चाहिँ यो मगरै हो, तर मगर ढुट हो। अब यो मगर ढुट यदि जनगणनाका पहिचानलाई मान्ने हो भने मगर ढुट लेखेको भए नि राम्रै हुन्थ्यो कि भन्ने लाग्ने मात्र हो। सर्वस्वीकार्य लिपिको चयन यो चाहिँ पनि बडो गाह्रो छ। अब एउटा छ देवनागरी, धेरै भाषाले देवनागरी लिएका छन्। अर्का गुरुङ दाजुभाइहरूले खेप्री वर्णमालाको वकालत गर्नुभएको छ, त्यसको वर्णमालाको विकासमा म आफै पनि लागेको हो। मगरको व्याख्या छ, अरू लिपिहरू पनि छ, तर त्यसको समस्या कहाँ हो भने सामाजिक हो हैन। जबसम्म